नमस्कार, म नवीन विक। आज हामी चुनावी संवाद कार्यक्रममा छौँ। सरकारले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनका लागि मिति घोषणा गरेसँगै राजनीतिक दलहरू चुनावी अभियानमा छन्। अर्घाखाँचीमा पनि यहाँका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू घर दैलो अभियानमा लागिरहेका छन्। आज हामी आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेर जनतामाझ गइराख्नु भएका उम्मेदवार पिताम्बर भुषालसँग कुराकानी गर्नेछौँ। खास गरी अर्घाखाँचीका समस्याहरू बारेमा उहाँसँग कुराकानी गर्नेछौँ। यसका लागि आजको अतिथि हुनुहुन्छ पिताम्बर भुषाल। उहाँलाई स्वागत गरौँ। स्वागत छ सर यहाँलाई। खास गरी म अर्घाखाँचीका समस्याहरू नै राख्न चाहन्छु। तपाईँ यति बेला घर दैलोमा पनि पुगिराख्नु भएको छ। गाउँहरूका धेरै घरहरू खाली देख्नु भएको होला। गाउँहरू रित्तिँदै जाने, युवाहरू विदेशसितै जाने, यो अर्घाखाँचीको जटिल समस्याको समाधानका लागि यहाँको ठोस योजना के छ बताइदिनुहोस् न। हामी आसन्न निर्वाचनका सन्दर्भमा अहिले जनताको बिचमा गइरहेका छौँ। म नेकपा एमालेको तर्फबाट सूर्य ध्वजावाहक उम्मेदवारको हिसाबले जनताको बिचमा भोट माग्न पुगेको छु र जनताका समस्याहरूका बारेमा म निरन्तर चिन्तित थिएँ र अहिले पनि छु। र खास गरी अहिले अर्घाखाँची जिल्ला, पहाडी जिल्ला, हाम्रो जिल्ला प्रत्येक 10 वर्षमा जनगणना गर्दा जनसङ्ख्या ओह्रालो लागेको छ। गाउँबाट बसाइसराई तीव्र बनेको छ। सामान्य घरको गर्जो टार्नका निम्ति युवाहरू, युवा युवतीहरू बजार पस्ने या विदेश पलायन हुनुपर्ने अवस्था छ। यसका निम्ति हामीले ठोस योजना बनाएर जिल्लाको जनसङ्ख्यालाई यदि उन्नतितर्फ लान नसक्ने भने जिल्ला हरेक हिसाबले कमजोर बन्नेछ। हाम्रो जिल्ला आर्थिक गतिविधिका हिसाबले कमजोर बन्नेछ, उन्नति प्रगतिका हिसाबले कमजोर बन्नेछ, उत्पादनका हिसाबले कमजोर बन्नेछ। प्रकारान्तरले निर्माणका निम्ति पनि हाम्रो जनशक्ति पलायन हुने कुरा जिल्लाका निम्ति घातक हो। त्यसका निम्ति मसँग एउटा उम्मेदवारका हिसाबले जनताका बिचमा जाँदा र जिल्लावासी बुवाआमा दाजुभाइ दिदीबहिनीहरूसित मेरो एउटा योजना प्लान के छ भने जिल्लालाई यदि हामीले अलिकति समुन्नत जिल्ला बनाउने हो भने बढ्दो बसाइसराई र विदेश पलायन, बजार पलायनलाई रोक्नुपर्छ। त्यसका निम्ति हामीले निश्चित कुराहरूमा ध्यान दिनुपर्छ। एउटा जिल्लाबाट बसाइसराई गर्ने कारण भनेको स्वास्थ्य सेवाको कुरा छ, दोस्रो शिक्षाको पहुँचको कुरा छ र अर्को कुरा र महत्त्वपूर्ण कुरा के छ भने आफ्नो सामान्य घरको गर्जो टार्नका निम्ति, समस्या टार्नका निम्ति, सामान्य आर्जनका निम्ति, उपार्जनका निम्ति बजार पस्नुपर्ने या विदेश जानुपर्ने अवस्था छ। त्यसका निम्ति हामीले गर्नुपर्ने भनेको अर्घाखाँची जिल्ला, हामीसित सुपा देउराली जस्तो सम्पत्ति हामीसित छन्, हामीसित पाणिनी तपोभूमि जस्ता सम्पत्ति छन् र प्रत्येक पालिकामा गन्तव्यका हिसाबले, पर्यटकीय विकासका हिसाबले अत्यन्त महत्त्वपूर्ण गन्तव्यहरू हामीसित छन्, सम्पत्तिहरू हामीसित छन्। पर्यटनको विकास गर्ने र जिल्लाको आय आर्जन बढाउने एउटा पहिलो हाम्रो चाहिँ जिम्मेवारी छ र एउटा सम्पत्तिको रूपमा हामीसँग छ। त्यसका निम्ति हामीले हाम्रा बाटाघाटाहरू व्यवस्थित गर्न जरुरी छ। हामीले आउने पर्यटकहरूलाई सरर चाहिँ सबै ठाउँ पुग्नका निम्ति सहज हिसाबले त्यहाँ पुग्ने वातावरण बनाउनु छ, बाटाघाटा बनाउनु छ, भौतिक विकास गर्नु छ। आएका पर्यटकहरूलाई राम्रा होटलहरूमा, राम्रा होमस्टेहरूमा बसाल्न सक्ने क्षमताको वृद्धि गर्नु छ। यसो गर्न सक्दाखेरि लाखौँ लाख पर्यटकहरू अर्घाखाँची जिल्लामा भित्र्याएर हामीले जिल्लामा आय आर्जनको बाटाहरू, रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौँ, एउटा कुरा। दोस्रो, हामीले कृषिलाई अब निर्वाहमुखी होइन, कृषिलाई उद्यमी का हिसाबले, कृषि उद्योगका हिसाबले, आधुनिकीकरणका हिसाबले लान सक्नुपर्छ। जहाँ जे चिज हुन्छ त्यो चिजलाई प्राथमिकतामा राख्ने, पहाडमा फलफुल र पशुपालनलाई प्राथमिकतामा दिने, तलका बेसी खोजहरूमा हाम्रा राम्रा चाहिँ खेतीयोग्य जमिनहरू छन् त्यसलाई सिँचाइ सम्पन्न बनाएर, सिँचाइले सबै कुराहरू सबैतिर सिंचित हुने वातावरण बनाएर त्यहाँ चाहिँ तरकारी र अन्नबालीलाई पनि हामीले त्यसलाई प्रशय गरेर जान सकिन्छ। यसरी उत्पादन भएको हरेक वस्तु सरकारले बजारीकरणको ग्यारेन्टी गर्ने र किसानले आफूले उत्पादन गरेको चिज बजारमा कहाँ बेच्छु भनेर धाउन नपरोस्,
चिन्तित हुन नपरोस् र नष्ट गर्न नपरोस् यति कुरा गरेर जान सक्दाखेरि कृषि क्षेत्रबाट पनि हामीले प्रशस्त आय आर्जनका बाटाहरू फेला पार्न सक्छौँ र मैले भन्न खोजेको कुरा के छ भने हामीले रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौँ। अर्को हामीले घरेलु र साना उद्योगका पर्याप्त सम्भावनाहरू हामीसित छन्। हामीसित पर्याप्त कच्चा पदार्थहरू छ, त्यसलाई प्रशोधन गरेर त्यसबाट उत्पादनसित जोडेर पनि हामीले आय आर्जन गर्न सक्छौँ। र यससित सँगसँगै हामीसित हाम्रो सिमानामा रहेको नौमूल्य जलविद्युत आयोजना जो चाहिँ विद्युतीकरणका निम्ति मात्रै होइन, विद्युत उत्पादनका निम्ति मात्रै होइन, त्यो बहुउद्देश्य आयोजना हाम्रो नजिकमा छ, त्यो सम्पत्तिको रूपमा छ। त्यसलाई छिटै त्यसलाई निर्माण सम्पन्न गर्न सकियो भने त्यसले एकातिर विद्युत उत्पादन हुनेछ, त्यो जिल्लाको निम्ति फाइदाको विषय भयो, हाम्रो छिमेकी जिल्लाहरूका निम्ति पनि फाइदाको विषय भयो, राष्ट्रका निम्ति फाइदाको विषय भयो। त्यसले बहुउद्देश्य हिसाबले त्यसलाई चाहिँ अगाडि बढाउन सक्ने सम्भावना छ। त्यसका निम्ति हामीले सिँचाइ, कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँचीका महत्त्वपूर्ण भूभागलाई सिंचित गर्ने र उत्पादन बढाउने र पर्यटन त्यहाँ बन्ने चाहिँ जुन चाहिँ डिएम हो त्यसमा पर्यटनको विकास गरेर लाखौँ लाख पर्यटकहरूलाई यहाँ भित्र आएर फेरि आय आर्जनका बाटाहरू बनाउन सकिन्छ। त्यसो भएर अर्घाखाँची जिल्लालाई जनसङ्ख्याको घट्दो जनसङ्ख्या र विदेश पलायन या बजार पलायनलाई रोक्नका निम्ति हामीले यी काम गरेर जान सक्यौँ भने फेरि नयाँ ढङ्गले उभार ल्याउन सकिन्छ र जिल्लालाई एउटा समुन्नत जिल्ला बनाउन सकिन्छ, सुखी अर्घाखाँचीवासी बनाउन सकिन्छ, समुन्नत अर्घाखाँची बनाउन सकिन्छ। तपाईँले यहाँ समस्या समाधानका उपायहरू धेरै भन्नुभयो, तर विगत लामो समयदेखि अर्घाखाँची जिल्ला अस्पतालमा एउटै बेडमा 2वटासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। जिल्लावासीले त्यसबाट मुक्त कहिले पाउँछन्? सँगै तपाईँले भने जस्तो विशेषज्ञ सहितको सेवा लागू गर्छौँ, गर्न सकियो भन्ने लामो समयदेखि यस्ता चुनावी नारा मात्र बनेका छन्। तपाईँले यो चुनाव जितिसकेपछि यसलाई चुनावी नारा मात्र नभएर व्यवहारमै कसरी लागू गर्नुहुन्छ? अर्घाखाँची अस्पतालमा सरकारी स्तरबाट सञ्चालित हाम्रो एउटा गौरवको अस्पताल अर्घाखाँची अस्पताल हो। यो अस्पतालमा अहिले 15 बेडको अस्पतालको रूपमा यो स्वीकृत भएको छ। यसका निम्ति जनशक्तिका निम्ति ओएनएम सर्वे भइसकेको छ र यो लागू हुने चरणमा छ। अहिले तपाईँले भने जस्तो एउटा बेडमा 2 जना बिरामी राखेर उपचार गर्नुपर्ने बेला कतिपय बेलामा आयो। त्यो बेला भनेको कोरोना कालमा अथवा अरू यस्तै प्रकोप चाहिँ जन्य समस्याको बेलामा आएको छ। यसका निम्ति हामीले यसलाई भौतिक संरचनालाई व्यवस्थित हिसाबले निर्माण गर्न जरुरी छ। त्यसका निम्ति हाम्रा पहल र प्रयत्नहरू भए। यसका निम्ति हामी यो बीचको समयमा अलिकति वर्ष हामी अलिकति काम चाहिँ हुन्छ भनेर भ्रममा पनि पर्यौँ। भ्रममा के मानेमा पर्यौँ कि भूकम्प प्राधिकरणबाट हाम्रो अस्पताल बनाउने भनेर स्वीकृत भयो, त्यसको डिपिआर पनि भयो, योजना अगाडि बढ्ने कुरा भयो। अलि समय पछाडि त्यसलाई चाहिँ स्थगित गरियो। पछि भारतीय दूतावास मार्फत चाहिँ बनाउने भन्ने भयो, त्यो पनि डिपिआर बनेर अगाडि बढिरहेको कुरा चाहिँ रोकियो र अहिले प्रदेश सरकारबाट र केन्द्रबाट पनि बजेटलाई विनियोजन गरेर यसलाई चाहिँ बनाउनका निम्ति प्रक्रियाहरू अगाडि बढिरहेका छन्। छिटै यसलाई हामीले पहिलो भवन पर्याप्त आवश्यकता अनुसारको भवन निर्माण गर्ने, सुविधा सम्पन्न भवन बनाउने र विशेषज्ञ सेवा ओएनएम सर्वे अनुसारको विशेषज्ञ डाक्टर, त्यसमा चाहिने प्राविधिकहरू, अरू चाहिँ सबै जनशक्तिहरूलाई व्यवस्थित गर्ने र उपकरण र औषधिको व्यवस्थापन गर्ने, यो हाम्रो चाहिँ 3टा पाटोबाट यसलाई चाहिँ लान जरुरी छ। यसका निम्ति अर्घाखाँची जिल्लामा हामीले हरेक उपचारका कुराहरू जस्तो आइसियु, एनआइसियुका कुरा छ, अनि हामीलाई ब्लड ब्याङ्कको आवश्यकता छ। यो सबै चिज प्याकेजमा यो 50 शैय्याको हस्पिटल जुन चाहिँ स्वीकृत भएको छ, यसलाई भौतिक संरचनाका हिसाबले व्यवस्थित गरेर जान सक्दाखेरि अब हामीलाई धेरै चाहिँ धामा गर्नु पर्ने अवस्था छैन। हाम्रो जनशक्तिले पर्याप्त सुविधाहरू पनि दिइरहेको छ, जनताले क्रमशः सुविधा पाएको छ। न्यूनतम सामान्य खालका अपरेसनहरू यहीँ गरेर उपचारहरू गर्ने व्यवस्था पनि भएको छ। जस्तो बच्चा जन्माउनका निम्ति बाहिर दौड्नु पर्ने अवस्थामा अहिले सिएस गरेर यहीँ बच्चा निकाल्ने व्यवस्था छ। सानातिना अपरेसनका कामहरू गरेर पनि उपचार भइरहेको छ। भनेपछि यसलाई थप विशेषज्ञ सेवासहितको हस्पिटल अर्घाखाँची जिल्लामा बनाउने र यो लुम्बिनी प्रदेशको प्रादेशिक अस्पतालको
स्तरमा पुर्याउने गरी प्लान अगाडि बढाउनुपर्छ। त्यसका निम्ति मेरो चाहिँ प्रमुख चिन्ताका साथ भूमिका हुनेछ। यहाँले भने जस्तो बनोस्, हामी पनि अर्घाखाँचीवासीले यही नै चाहन्छौँ। सँगै अर्घाखाँचीका कृषकले बाँदरका लागि मात्र खेती गर्ने हो कि आफ्ना लागि पनि खेती गर्ने हो? किनभने यहाँ त्यो समस्याबाट जान बुझ्नै हुनुहुन्छ जस्तो लाग्छ। यहाँ खेती गरेको बाली कृषकले भित्र्याउन नपाउँदै बाँदरले नै सघाइदिन्छ। यो समस्या यहाँका किसानले कहिलेसम्म भोग्नुपर्ने हो र यहाँसँग यसको ठोस योजना के छ यसको अन्त्यका लागि? जिल्लावासी, हाम्रो जिल्लावासी किसान दाजुभाइ दिदीबहिनीहरूका निम्ति, हाम्रा निम्ति यो प्रमुख सङ्कटको विषय भएको छ। आज बाँदरको कुरा गर्दा किसानसित जोडिएको विषयले मेरो चाहिँ मुटु खाने गर्छ र मैले आज चुनावी अभियानको क्रममा मात्रै होइन, मैले विगतदेखि भन्दै आएको छु, यो समस्यालाई समयमै हामीले यदि समाधान गर्न सकेनौँ भने किसानले आफ्ना खेतहरू, आफ्ना बारीहरू बाँझो छोडेर भाग्नुपर्ने अवस्था सिर्जना भएको छ। खेती मात्रै होइन, घरमा पकाएर राखेको अन्नका भाँडाहरू पनि, पकाएका भाँडाहरू पनि बाँदरले खोसेर लैदिने खालको अवस्था सिर्जना भएको छ। त्यसका निम्ति निश्चित हामीले चाहिँ एउटा विधि, एउटा नीति बनाएर अगाडि जानु पर्ने हुन्छ र योजना बनाएर अगाडि जानुपर्ने हुन्छ। पहिलो कुरा, हिजोका दिनमा मैले चाहिँ आम्रोमा सबै जिल्लावासीसित भनेको छु, हिजोका दिनमा हामीले गाउँमा भरुवा बन्दुकको लाइसेन्स दिने गर्थ्यौँ। बन्दुकको आवाज पाउन साथ बाँदर चाहिँ जङ्गलतिर जान्थ्यो। तर अहिले त्यो चाहिँ कानुनले वर्जित गरेको छ, निषेध गरेको छ। त्यो कुरालाई बिउताएर जान सक्दाखेरि मात्रै पनि यो समस्या समाधान हुन्छ। त्यसका निम्ति नीति बनाउने तहमा मेरो जोड रहनेछ। सदनमा मैले आवाज उठाउने छु। कानुन बनाउनका निम्ति म लड्ने छु, जुझ्ने छु। यो मलाई लाग्छ, मलाई आत्मविश्वास छ, यो चाहिँ सफलता प्राप्त गर्न सकिन्छ। अर्को वैकल्पिक कुरा के हो भने आज पनि हामीले बाँदर र अरू चाहिँ बँदेल लगायतका जनावरहरूले नोक्सान गर्न नसक्ने, नोक्सान नगर्ने वैकल्पिक खेती प्रणालीलाई पनि हामीले अपनाएर जानुपर्छ। जस्तो हाम्रोमा अदुवा, बेसार, कागती लगायतका चाहिँ अरू पर्याप्त चाहिँ हाम्रा चाहिँ वैकल्पिक खेतीहरू छन्। ती खेतीहरूले अपनाएर जान सक्दाखेरि पनि यो बाँदरको क्षतिबाट न्यूनीकरण गर्न सकिन्छ। र त्यसका निम्ति अर्को शर्त के छ भन्नुहुन्छ भने उत्पादित वस्तु आज नबिकेर अदुवा उत्पादन गरेको छ, कुहिएर चाहिँ फाल्न परेको छ, बेसार उत्पादन गरेको छ, त्यो चाहिँ बजार नपाएर त्यत्तिकै चाहिँ थन्काउनु परेको छ, सडाउनु परेको छ। अरू कागती उत्पादन गर्यो या अरू तरकारी उत्पादन गर्यो, त्यो हरेक चिजले चाहिँ बजार पाइरहेको छैन भनेपछि यो एउटा समस्याको विषय छ। यसलाई समस्याको रूपमा होइन, यसलाई समाधानको रूपमा हरेक चाहिँ सरकारले, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानको यो समस्यालाई समाधान गर्नका निम्ति किसानको उत्पादित वस्तु अनिवार्य बजारीकरणको व्यवस्था सरकारको तर्फबाट गरिनुपर्छ। हाम्रा गाउँका सेन्टरहरूमा सङ्कलन भएको तरकारी बजारसम्म पुर्याउनका निम्ति किसानहरूले चिन्ता गर्न नपर्ने व्यवस्था सरकारको तर्फबाट जिम्मेवारी लिनुपर्छ। त्यो नीति बनाउनुपर्छ, विधि बनाउनुपर्छ, कानुन बनाउनुपर्छ र सरकारले त्यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। यति गर्न सक्दाखेरि बाँदरको आतङ्क र किसानका समस्याहरूलाई समाधान गरेर जान सकिन्छ भन्ने मेरो यो चाहिँ बुझाइ छ, मेरो यो तर्क छ र यसका निम्ति मेरो पहल रहनेछ। अनि सन्धि खर्क गोरुसिङे सडक सधैँ यो चुनावी नारामा सबैभन्दा धेरै आउने यो नारा, सन्धि खर्क गोरुसिङे सडक हामीले राम्रो बनाउँछौँ, जनताहरू अब हिलामेल हुन पर्दैन भन्ने जस्ता नाराहरू सधैँ सुनिन्छन्। तर अहिलेसम्म पनि त्यो सडक बन्न सकेको छैन। अलिकति बर्खा लाग्न हुँदैन, हिलाम्ने अनि हिउँदमा धुलाम्ने यहाँका जनता कहिलेसम्म हेर्ने? यो अर्घाखाँचीका निम्ति यो पहाडी भूबनोट हाम्रा निम्ति यो समस्याको विषय बनेको छ। हामीले अर्घाखाँची प्रवेश गर्दै चुरे क्षेत्रबाट हामी प्रवेश गर्नुपर्ने हुन्छ। चुरेको पहाड भनेको अत्यन्त कमजोर पहाड, भूबनोटका हिसाबले, प्राकृतिक हिसाबले यो चाहिँ कमजोर पहाड हो। जति व्यवस्थित गरेर जाँदाखेरि पनि बर्खामा पहिरो जाने समस्या सिर्जना हुने भइरहेको छ। अहिले पछिल्लो समय हाम्रै पहलमा, हाम्रै जनप्रतिनिधिहरूको पहलमा सङ्घबाट, प्रदेशबाट यसको चाहिँ पर्याप्त चाहिँ ध्यान केन्द्रित गरेर हामीले यो सडक निर्माणको कामलाई अगाडि बढाइरहेका छौँ। तर काम चाहिँ कतिपय बेला ठेकदारको चाहिँ ढिलाइ सुस्तीले गर्दाखेरि सोचेको समय काम अगाडि बढ्न सकेको छैन। आज
गोरुसिङीबाट पत्थरकोट हुँदै सन्धिखर्का आउने सडकलाई कम्तीमा 2 लेनको सडक बनाउनका निम्ति सडक विस्तारको काम भइरहेको छ, संरचनाहरू निर्माणको काम भइरहेको छ र यसलाई चाहिँ आवश्यक ठाउँमा ढलान गर्ने र आवश्यक चाहिँ पिच गर्ने काम भइरहेको छ। बाटो यो बाटोको रूपमा मात्रै होइन, यो अर्घाँचीको लाइफ लाइन हो। यसले अर्घाँचीको आवत जावतको कुरा मात्रै गरेको छैन, अर्घाँचीको पर्यटनको विकासलाई पनि यसले चाहिँ टेवा दिने यो चाहिँ सडक हो। हामीसित दक्षिणबाट अर्घाँची प्रवेश गरिरहँदा शीतगङ्गाको सुन्दर बस्ती, सुन्दर नगर अनि डमरुद हामीसित छ। त्यसबाट अलिकति माथि आउँदाखेरि राष्ट्रिय गौरव, यो अन्तर्राष्ट्रियले पनि चिन्न थालेको सुब्बा देउराली जस्तो सम्पत्ति हामीसित छ। आज हाम्रो छिमेकी जिल्लाबाट अनि हाम्रा छिमेकी मुलुकबाट दिनमा हजारौँ दर्शनाभिलाषीहरू सुब्बा देउराली आउने गर्नुहुन्छ। उहाँहरू आउनका निम्ति सहज हिसाबले आवाज जात गर्नका निम्ति सडक बनाउन जरुरी छ। त्यसबाट जिल्लाको आय आर्जनै बढ्नेछ, जिल्लाका निम्ति फाइदा नै हुनेछ। त्यसका निम्ति सुब्बा देउराली आएका पर्यटकहरू सन्धिखर्का आउने, सन्धिखर्काबाट पाणिनी तपोभूमि, सन्धिखर्काबाट छत्रदेवको छत्र महाराजको मन्दिर अथवा बलकोटको पौवा अनि मथुराको जङ्गबहादुर राणा जन्मिएको चाहिँ स्थल होइन, अनि त्यसपछि गएर सन्धिखर्काबाट मालारानी, सन्धिखर्काबाट भूमिका स्थानका पर्यटकीय केन्द्रहरू, सन्धिखर्काबाट पाणिनी तपोभूमि जस्तो आज राष्ट्रका 100वटा गन्तव्यमध्ये निकटवर्ती केपी ओली सरकारले अर्घाँचीका दुईवटा सम्पत्तिलाई सुब्बा देउराली र पाणिनी तपोभूमिलाई राष्ट्रका 100 गन्तव्य मध्येमा सूचीकृत गरेको छ। यो सम्पत्तिलाई पनि हामीले चाहिँ उपयोग गर्नका निम्ति, यो सम्पत्तिलाई दुनियाँमा चिनाउनका निम्ति र यो सम्पत्तिबाट जिल्लाको आय आर्जन बढाउनका निम्ति हामीले सडक सञ्जाललाई गतिलो बनाउनु छ। तपाईँले भनेको सन्धिखर्का गोरुसिङे सडक अथवा गोरुसिङेबाट पत्थरकोट हुँदै सन्धिखर्का आउने सडकलाई व्यवस्थित गर्ने काम हामीले प्रयास गरेका छौँ। अधिकांश ठाउँमा व्यवस्थित भइसकेको छ। यसलाई छिटै पूर्णता दिइनेछ र अर्को दीर्घकालीन हिसाबले पहाडमा अब सुरुङ, आवश्यक ठाउँमा सुरुङ बनाउने कामलाई हामीले चाहिँ ध्यान नदिने हो भने पहाडमा बर्खा लाग्दाखेरि सडक पहिरा जाने समस्या सिर्जना हुने काम भइरहेको छ। त्यसो भएर अहिलेको नयाँ युगको समस्या, अहिलेको नयाँ जमानाको समस्या र नेपाल अब सुरुङ मार्गमा प्रवेश गरिरहेको अवस्थामा आवश्यक ठाउँमा हामीले सुरुङ बनाएर पनि भोलिका दिनमा अर्घाँचीलाई आवत जावतका हिसाबले, यातायातका हिसाबले सुगम बनाउन जरुरी छ। तराईसित सहरसित हामीले जोड्नका निम्ति हामीले त्यो बाटोबाट पनि जान जरुरी छ। त्यसका निम्ति मेरो पहल र प्रयत्न हुनेछ। चुनाव जितेपछि धेरै जनप्रतिनिधिहरू भनौँ अथवा सांसदहरू काठमाडौँमै बस्नुभयो। जनताले अलिकति जिल्लाको प्रतिनिधि खोज्नु पर्यो भने काठमाडौँमै धाउनु पर्ने भयो। तपाईँ चुनाव जितिसकेपछि तपाईँलाई यहाँका जनताले घरमै भेट्न पाउनेछन् कि तपाईँलाई पनि भेट्न काठमाडौँमै धाउनुपर्छ? यसमा मेरो स्पष्ट कुरा छ। म काठमाडौँमा मेरो घर छैन। अनि म लगातार जिल्लामै जनताको सुख दुःखमा अहिलेसम्म लगातार जिल्लामा रहिरहेको मान्छे हुँ। म गाउँमा छु, जनताको घरमा छु र अहिले पनि म यही रूपमै छु। भोलिका दिनमा काठमाडौँमा म निर्वाचित भएर गइसकेपछि एउटा विधायकका हिसाबले सदन सञ्चालन हुँदा, एउटा विधायकका हिसाबले अरू समितिका मिटिङहरू हुँदा अथवा भोलि एउटा विधायकका हिसाबले मन्त्री भएर त्यसको जिम्मेवारीमा रहँदा बढी काठमाडौँ रहन पर्ला, त्यो एउटा विषय हो। तर अरू बेला तपाईँले मलाई घरमा होइन जनताको घरमा फेला पार्नुहुनेछ। मैले गाउँमा जाँदाखेरि आज जनताको गुनासो सुनेको छु। निर्वाचित भएर गइसकेपछि जनप्रतिनिधिहरू फर्केनन्। तपाईँ पनि भोट माग्नका निम्ति मात्रै त होला हाम्रोमा आउने, अनि भोलि चाहिँ तपाईँ निर्वाचित भएर गइसकेपछि त नदेखिने होला नि, अनि उतै काठमाडौँ बस्ने होला नि भनेर पनि प्रश्न गर्नुहुन्छ। मैले सबै मतदाताहरू, आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूसित भनेको छु, म तपाईँहरूकै काखमा हुनेछु, तपाईँहरूकै साथमा हुनेछु। भोलिका दिनमा आवश्यक मिटिङ बैठक बाहेक अरू बेला म अर्घाँचीमा हुनेछु, जनताको घरमा हुनेछु, गाउँमा हुनेछु। यो हिसाबले मैले भोलि मलाई भेट्नका निम्ति काठमाडौँ या अरू ठाउँमा जानुपर्ने अवस्था हुने छैन। मेरो घरमा आउनु पनि पर्ने छैन, म जनताको घरमा हुनेछु। म यो प्रतिबद्धता, वचनबद्धता, विश्वास अर्घाँचीवासी मतदाताहरूलाई दिलाइरहेको छु र म भोलिका दिनमा पनि यही व्यवहार चाहिँ देखाउनेछु।
र सबैको जनप्रतिनिधि र एउटा असल अभिभावकका हिसाबले मैले भूमिका निर्वाह गर्नेछु भनेको छु। त्यसो भएर जिल्लामा घुमिरहँदा जनताका आवश्यक गुनासाहरू पनि छन्, हाम्रा समस्याहरू पनि छन्। त्यसका निम्ति एउटा असल जनप्रतिनिधिका हिसाबले कानुन निर्माण गर्ने तहमा पुगेपछि जनपक्षीय कानुन बनाउनका निम्ति मेरो भूमिका हुनेछ। आवश्यक पर्दा जनताको पक्षमा संविधान संशोधन गर्नका निम्ति मेरो भूमिका हुनेछ। यो मुलुक बनाउनका निम्ति, लोकतन्त्र जोगाउनका निम्ति र जिल्ला बनाउनका निम्ति र जनताको सेवा प्रवाहका निम्ति मेरो भूमिका हुनेछ भनेर मैले बुवाआमा दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गरेको छु, अनुरोध गरेको छु, निवेदन गरेको छु र सूर्य चिन्हमा मतदान गर्नुहोस् र मलाई विजयी बनाउनुहोस् भनेर एउटा विश्वासका साथ भनेको छु र सबैतिरबाट मैले चाहिँ एकदम माया पाएको छु, विश्वास पाएको छु र सबैलाई मैले धन्यवाद ज्ञापन गरेको छु। हामी कार्यक्रमको अन्त्यतिर छौँ। मैले यो चुनावी कार्यक्रम गरिरहँदा र तपाईँसँग कुराकानी गरिरहँदा केही भन्न छुटाएको र अर्घाखाँचीका आम जनतालाई यहाँको सन्देश के छ? अब यसमा अर्घाखाँचीवासी आदरणीय बुवाआमा दाजुभाइ दिदीबहिनीहरूलाई, आदरणीय मतदाताहरूलाई मेरो अनुरोध छ, अपिल छ। म जनताको छोरो हुँ। म सानै उमेरमा 25 वर्षको उमेरमा गाविस अध्यक्ष भएर बाँगी गाविसमा जनताको सेवा प्रवाहका निम्ति, त्यहाँको विकासका निम्ति एउटा नमुना गाविसका हिसाबले त्यहाँ स्थापित भएर अगाडि आएको मान्छे हुँ। त्यस पछाडि जनताकै बिचमा सामाजिक काममा, संगठनकै काममा, पार्टीका काममा जनताको सुखमा हाँस्ने र दुःखमा रोइ लाग्ने गरेर बसेको एउटा मान्छे हुँ। म जनताको छोरो हुँ। त्यसो भएर म यहाँहरूको सेवाका निम्ति अनि जिल्लाको विकासका निम्ति र अहिलेको नयाँ युग, नयाँ जमाना र नयाँ पिँढीको अहिलेको आवश्यकता, होइन, विज्ञान र प्रविधिको जमाना, विश्वले विकासको चमत्कार गरेको यो जमानामा हामीले हिजो यति बाटा बनायौँ, विद्यालय बनायौँ, हस्पिटल बनायौँ अथवा सिँचाइका चाहिँ सुविधाहरू गऱ्यौँ, खानेपानी गऱ्यौँ, विद्युत ल्यायौँ भनेर मात्रै विकास पुगेको छैन। अहिलेको जमानाले खोजेको विकास, अहिलेको नयाँ पिँढीले खोजेको विकास सुशासन र पारदर्शिता। 25 वर्षको नवजवान नवयुवा अहिलेको परिभाषा अनुसारको जेनजी उमेरमा गाविस अध्यक्षका निम्ति मत मागेको हुँ। त्यस पछाडि लगातार जनताको सेवामा म समर्पित भएर लागेको छु र भोलि जनपक्षीय काम गर्नेछु, जनताका निम्ति काम गर्नेछु। मैले मेरो निजी स्वार्थका निम्ति अहिलेसम्म केही गरिनँ भनेपछि भोलि स्वार्थ केन्द्रित भएर मैले काम गर्ने छैन। म यहाँहरूको सेवा गर्नेछु, जिल्लाको विकास गर्नेछु, जिल्लालाई नमुना जिल्ला बनाउनेछु। त्यसका निम्ति मलाई सूर्य चिन्हमा मतदान गर्नुहोस् भनेको छु। आज यहाँ मार्फत पनि त्यही आग्रह र अपिल गर्न चाहन्छु कि मलाई एउटा असल जनप्रतिनिधिका हिसाबले यहाँहरूले पाउनुहुनेछ। यहाँहरूको शिर मैले झुक्न दिने छैन। जनताको सधैँ मैले चाहिँ शिर ठाडो हुने गरी, छाती चौडा हुने गरी गौरव गर्न लायक चाहिँ काम गर्नेछु। म यही विश्वासका कुराहरू तपाईँ मार्फत, यो मिडिया मार्फत पनि गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ आफ्नो व्यस्त समयको बावजुद हामीलाई समय दिनुभयो यसका लागि।